तपाईले मुरली बजाउँदै बाख्रालाई अगाइसक्नु भयो है। मिठो मिठो धुन बजाउनु भयो ल। कति ठुलो त यो, ओहो ज्यान त। कहाँसम्म पुर्याउने यसको घर कहाँ? बाख्रा घर कहाँ? यतै हो। ए अगाउनु पर्यो। बजाउनुहोस् बजाउनु, मिठो मन पर्यो धुन तपाईँको। एउटा मात्रै हो, यो मात्रै हो? एउटा मात्रै? ए कस्तो रमाइलो। कस्तो मिठो सुनेको छ तपाईँको मुरली बजाउनु। कस्तो मन पर्यो है गीतको, पुरानो गीतहरूको। तपाईँलाई मनमा आउने राम्रो धुन बजाउनुहोस् त, कस्तो साह्रै मन पर्यो। अघिदेखि मैले यहाँ याद गरिरहेको थिएँ। बाख्रा फेरि हिँड्यो हजुरको, बाख्रा सँगसँगै। तपाईँको घर यतै, बसाइ यतै। राम्रो धुन बजाउँ, म तपाईँलाई ऊ त्यहाँसम्म जान्छु अनि फर्किन्छु। सधैँ यस्तै हो? कस्तो राम्रो नाम ल बुवा, राम्रो धुन एउटा जाओस् त हजुरको मुखारविन्दबाट। अघिदेखि मैले हजुरको धेरै राम्रो सुने ट्युनिङहरू। संयोगवश आज हामी यता छम्पीमा छौँ। रिल आवाज साह्रै मिठो धुन। तपाईँको साथी अब लाने बेला भएन त बुवा यसलाई घर? हुनलाई यो एक्लै हो, यसको साथी छैन? हो, छोरी बेचिसक्नु भयो। अब फेरि के यो पाउनु छ कि के छ? ब्याउनु छ। ए ल ठिकै छ। यसलाई तपाईँ चाहिँ साथी गोठालो होइन, मुरली बजाएर गीत सुनाएर पेट भरिसक्नु भएको छ। एकदम ठिक छ। यो एक्लै कति वर्ष भयो हजुरले पाल्नु भएको यसलाई? यसलाई अब अल्छी लागेछ, अब अल्छी लाग्यो। हिँड्दै थाक्यो नि यो, अप्ठ्यारो ठाउँमा पर्यो। कस्तो कुरा बुझ्ने हुन्छ ऊ।